Look at the view, eh? Ambo. खतरनाक छ, खतरनाक है। सो गाइज, हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ अनि फ्रेस भिडियोमा। कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। म पनि एकदम सन्चै छु। सो गाइज, अहिले चाहिँ म यता साइडमा चाहिँ दाइलाई पुर्याउन आएको थिएँ। अनि सो म चाहिँ अहिले फर्किँदैछु, घरमा जाँदैछु। अनि हेर्नु न, यो बाटो है टक्क लगाएर यस्तो धुलै धुलो छ। अनि यहाँ हेर्नु न, ओह माई गड, यस्तो वाला रहेछ क्या। यो चाहिँ खोला रहेछ, यस्तो गयो अनि फेरि यता गयो, फेरि उता। अनि यो तल चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यता तल चाहिँ कोसी छ। अनि यस्तो गाइस भ्यू, लुक एट द भ्यू। अहिले चाहिँ म फर्किँदैछु है। बिचो बाटो त के भन्नु, बिचको पनि बिच बाटोमा आइपुगिसक्यो। म जानुपर्ने चाहिँ यता हो। यो रोड देखिराख्नु भएको छ नि, यहाँ यताबाट यस्तो फेरि यतै जानुपर्छ, माथि कहाँ पुग्नुपर्छ। अनि यस्तो गाइस लेट्स गो है। उतातिर दामी भ्यू देख्यो भने फेरि देखाउने छु, हेर्दै गर्नु होला। नयाँ हुनुहुन्छ भने लाइक गर्नु, सब्सक्राइब गर्नु, सेयर गर्नु है। चाहिँ म हिँड्छु, यस्तो बाटो छ। लेट्स गो गाइस, लुक एट द भ्यू, लुक एट द भ्यू। कस्तो दामी हेर्नु नि, यहाँनिर टक्क यतापट्टि नि यसलाई कोसी भन्छ, सुनकोसी। यतापट्टि नि कोसी छ। यो चाहिँ के भन्छ यसको नाम, खोला हो। यो चाहिँ चौरी खोला भन्ने। अनि यतापट्टि नि खोला, यतापट्टि नि खोला, बिचमा हेर्नु। दुईटा खोला र कोसीको बिचमा दामी है। आज मौसम चाहिँ खोइ के भएको छ पनि हेर्न सक्नुहुन्छ, राम्रोसँग देखेको छैन। अनि यतातिर हेर्न सक्नुहुन्छ, राम्रोसँग त देखेको छैन। यतातिर हेर्न सक्नुहुन्छ है।
सो गाइस अहिले चाहिँ म यहाँनिर आएर बसिरहेको छु खोइ यो ठाउँको नाम थाहा भएन है अनि तेल पनि सक्या जस्तो भएको छ अब जाउँ है के हुन्छ कहाँसम्म पुग्छ म चाहिँ तेल हालेर जानुपर्ने हुन्छ तेल सक्यो बाइकमा सोलो राइड भनेर क्या सो गाइस चाहिँ जतै काम हुँदै रहेछ टक्क लगाएर खतरा देखिरहेको छ खतरा यहाँ कति बेरसम्म बस्नु भनेको थाहा छैन गाइस है हेर्नु पर्यो look at the bike and view so guys म आएको चाहिँ यो डाँडाबाट यता टक्क लगाएर अझै बाँकी छ यो डाँडा पनि पल्लो डाँडा अझै बाँकी छ अझै बाँकी छ अनि म चाहिँ यहाँ यसो ऊ देखौँ भनेर बसेको हेर्नु नि तल कस्तो बाटो छ कोसी फेरि कस्तो निलो आएको सो गाइस त्यही हो यस्तो बाटो छ गाइस यस्तो बाटो छ लेट्स गो